सिडी बनाउँदाखेरि ध्यान दिने कुरा चाहिँ अब तपाईँले सिडी बनाउँदै हुनुहुन्छ भनेपछि म्याक्सिमम मिस्टेक भनेको हाम्रो सिडीमा हुने गर्छ। अब जस्तै कि अब यसको चाहिँ यो विड्थ चाहिँ 3 फिट 5 इन्च छ भनेपछि अनि हामीले यसको जिनाको यो स्ल्याब कास्ट गर्दाखेरि ठ्याक्क हामीले 10 इन्च यताबाट गर्नुपर्छ, 10 इन्च ठ्याक्क। अब यो नक्सामा चाहिँ यस्तो हुन्छ, ठ्याक्क यहाँबाट स्टेप काट्या हुन्छ। अब ठ्याक्क यहाँदेखि यहाँसम्म कास्टिङ नगरेर ठ्याक्कै यो यसको जुन हाइट छ 3 फिट 5 इन्च, यसमा चाहिँ 10 इन्ची घटाएर ठ्याक्क यताबाट ठ्याक्क यसरी यहाँबाट गर्नुपर्छ, यहाँबाट स्ल्याबको कास्टिङ गर्नुपर्छ। यहाँबाट स्ल्याबको कास्टिङ गऱ्यौँ भनेपछि यहाँनिर एउटा सिडी आउँछ अनि ठ्याक्क यहाँको र यहाँको हाइट बराबर हुन्छ, ठ्याक्क 3 फिट 5 इन्च यहाँनिर ठ्याक्क यो पुग्न जान्छ। यदि हामीले त्यो नगरेर स्ल्याबको कास्टिङ गर्दाखेरि यहाँनिरबाट गऱ्यौँ भनेपछि एउटा स्टेप यतातिर आउँछ, यतातिर आएपछि यो यहाँदेखि यहाँसम्म यो पुरै ठुलो हुन जान्छ अनि यसको यहाँदेखि र यहाँसम्मको हाइट बढ्न जान्छ र यो सिडी अग्लो हुन जान्छ। अनि यो हेर्दा पनि राम्रो देखिन्न, यो ठुलो भन्दा अनि त्यसपछि यहाँबाट यो अग्लो हुन जान्छ, स्टेप पनि हिँड्दाखेरि अलिक गाह्रो हुने गर्दछ। त्यो भएर हामीले यो सिडी बनाउँदाखेरि ध्यान दिनुपर्छ।